family members, welcome back to my vlog. As you know, फागुनको महिना चाहिँ बिहेको सिजन चलिरहेछ अनि हाम्रो डियर वर्कमेट पुष्पाजी बिहेको लागि आउनु भएको छ नेपाल। उहाँको भोलि बिहे छ अनि हामी चाहिँ उहाँलाई सरप्राइज दिन जाँदैछौँ। हामी आउँदैनौँ भनेर। वेलकम सविताजी। सबैको बेभायो तिम्रो मात्रै के भयो। ओके अब सिधै हाम्रो भन न कसको तिम्रो हो र? हाम्रो साथी हाम्रो। किन आफूले त अझै म बच्चै छु जस्तो फिल हुँदैछ यार। गाइस यस्तो भेनाजु खोजिदिनु पर्यो। ल पोखराको बाटो यस्तै हो है, धुलो धुवा, त्यही भएर यसो खुट्टा जस्तो भएर जाँदैछ। अब सिधै बाटोमा अपडेट गर्दै गर्छु। ल बाटो मिलाएर बल्ल बल्ल हामी यो मध्य पहाडी मार्ग हुँदै फाइनल्ली गाइस हामी चाहिँ अहिले खतीघाट आइपुगेको छ। हेर्नुहोस् बाटो सोध्दा त्यो के हो छ कि त्यहाँ आएन, मलाई आएन त्यस्तो। यही हो यार खतीघाट यार साथी। फाइनल्ली खतीघाटी आइपुगेको छौँ। अब हामी राइट जाने हो साथी। यही हो खतीघाटी बजार। अब यता जाने हो अनि ढाडपट्टि पुगिन्छ। सुन्दर बजार भनेको त उता जानुपर्छ। यहाँ तलबाट रुन मन लाग्यो यार, कस्तो खुसी लाग्यो मलाई अहिले त। फाइनल्ली भगवान् यता राइट दिस इज खत्रीछाटी बजार। यहाँ साथीको बिहामा जन्त हिँडेको मान्छेहरू ए अन्त पुग्न लागिसक्यो। अब गाह्रो छ। हाम्रो राम्रो प्यारो खत्रीछाटीमा हजुरहरूलाई त्यो पुल तरेर हो कि सिधै तिमीले कहाँको बाटो लिएर पास भएछ कि? सरी साथी, गलत बाटो आएछौँ हामी। छैन त्यहाँ बाटो छैन। यहाँबाट बाटो थियो त पहिला त होइन, उयो खन्ना लाएर हिँड्छौँ नि त नि। अनि आज जति त जिन्दगीमा बाटो कहिले पनि भड्केको थिएन होला है। यता जाने उता जाने फर्केर जिन्दगी जानु लागिसक्यो हाम्रो। यहाँबाट चाहिँ खतीघाटीबाट यता जानुभयो भने हजुर पुग्नुहुन्छ सुन्दर बजार। अनि यसो राइट लिनुभयो भने हजुर पुग्नुहुन्छ ढाडफेदी कुञ्छ बजार। हेर पुष्पा साथी तिम्रो बिहेमा आउँदैछ। मेरो ढाड पुस्किन लागिसक्यो। त्यस्तै छ फेरि बाटो चाहिँ बम्पी रोड्स। कस्तो राम्रो, कस्तो दामी सुन्दर बजार। सुरिबार हो कि सुन्दर बजारबाट? सुन्दर बजार पनि छ हो, सुरिबारमै छ। सुरिबार चाहिँ सुन्दर बजारबाट फेरि 10 मिनट लाग्छ। त्यो के रहेछ कि त्यस्तो राम्रो थियो है। दामी गाइस। अब चाहिँ बिस्तारै बिहेको चलपलले छोला जस्तो छ हामीलाई। उसको डार्लिङ चाहिँ सायद हामी आउँदैनौँ भनेर ढुक्क भएर बस्नु भयो होला। साथी के गर्नु हेर्नुहोस्, आइपुग्ने त 7 बजी आइपुग्ने भनेर 5 बजी आइपुग्ने भनेर आएका हौ। 5 बजी त होइन, 6 बजीतिर चाहिँ आइपुग्नु। 7 बजेको टाइम थियो तर अब 1 घन्टा पऱ्यो। यसमा हाम्रो केही दोष छैन। यसमा सबै त्यो कता बाटो नेताको दोष हो नि। नेताको दोष हो, सबै केपी ओलीको दोष हो यो। मलाई झिकाएर फेरि त्यहाँ जेलमा पस्न बेछ नि। हेर केपीमा त्यही हो, तपाईँहरूले नै गर्दाखेरि हामीले यस्तो नराम्रो बाटो हिँड्नु परिरहेको छ। हामीले एकदम राम्रो बाटो हिँड्न मन छ नि।
घर जापानसम्म पुग्छ फेरि के बिमारको रिसको धोकमा है तर बनाएको रहेछ साथी यस्तो बिजै थिएन 5 मिनटमा पुऱ्याउँछु भनेर फेरि साथीको होस् अलरेडी उठेको छ अब चाहिँ लगभग अब एउटा सानो जङ्गल जस्तो छ त्यसपछि आइहाल्छ अब एउटा स्कुल जस्तो आउँछ त्यसपछि सानो रमाइलो छ नि यता तलको घरहरूतिर माने चौकाहरू राम्रो छ नि रमाइलो छ हामी के बनाउनु मागे यो बाटो हिँड्दै आएको अरे गाइस अहिले चाहिँ ठ्याक्कै 7:45 भइसक्यो हेर्नुहोस् पानी पर्यो अब हामी लगभग खत्रीखाटीको जङ्गल चाहिँ कटेन अब ढाड फेरि आइपुग्न चाहिँ लाग्यो त्यहाँबाट अझै साथीको घर त थाहा छैन पानीले कुट्यो पुष्पाजी डाँडो मजाले काट्नु भयो जस्तो छ हजुर डाँडो त मजाले काट्यो कि हेर त भक्कले पऱ्यो पानी त रेनकोट एउटा मात्रै छ हेर्नुहोस् बिजोक होला जस्तो छ साथीको बिहामा फाइनल्ली गाइस फाइनल्ली ढाड फेरि आइपुग्यो तर बेहुलीको घर चाहिँ कहाँ होला हो बेहुलाको घर चाहिँ माथिको होला क्या आगो बालेकोतिर माथि अलिक टाढातिर छ घर चाहिँ मलाई थाहा यहाँको अगाडि गएर सोधौँ है ओ गाइस बिजोक भयो साथीको बिहामा आएको यहाँ 2 घन्टाको बाटो 4 घन्टा लाग्यो पानीले कुटिसक्यो अझै पुग्दैन के बिबाले यो हाम्रो पुष्पजीको घरतिर पनि बाटो नबनाएछ क्या मेरो साथीले फेरि जहिले के बिबाको सपोर्ट गर्ने के हेर सपोर्टरहरू अनि फेरि हेर न बाटो फेरि आमा हो खोलामा पानी हो कि पानीमा खोला हो कि बाटोमा पानी हो कि बाटो हो भयो नि यो बाटो बनाइदिएको हुन्छ के बिबा राजेले साह्रो पारो ओ माई गड यात्रा भोलि कता यो भएन यो बाटो बनाउनु पर्यो यो 10 वर्ष अगाडि आउँदा यस्तै 10 वर्ष अगाडि आउँदा यस्तै यार के हो यो बाटो ढाड फेरि चोकमै आइसक्यो पानीले मजाले कुटिसक्यो घरै थाहा भएन हजुर साथी चाहिँ यहाँ लोकेसन सोध्न गइरहेको छ पानी परेर बिजोक भयो ढाड फेरि त आइपुग्यौँ यता कि माने चौका जाने बाटोतिर हो हस् हुन्छ आऊ मैले चिनेछ हस् यस्तो गाह्रो छ बाटो नचिनेर बिजोक भइसक्यो रुन मन लाग्छ यस्तो छ हेर्नुहोस् हालत पानी परेर ढाड फेदिको बाटो 20 वर्षमा आउँदा नि जस्तोको त्यस्तै होला जस्तो छ 10 वर्षमा आउँदा नि यस्तो पुष्पाजीको घर चाहिँ हामीले चिन्नु सकिएन कुन हो अब यहाँ माने चौका आइपुग्न लागिसक्यो यहाँ अगाडि सोधौँ ल यस्तो राम्रो घर बनाइसकेको रहेछ यहाँ पनि यो त मेरो साको घर त अनि पुष्पा मिश्रको घर कुन हो कुन मन्दिर छ नि यहाँ त्यो अगाडि होला यहीँ आइसक्यौँ हामी पहेँलो कलरलाई हस् थ्याङ्क यू धन्यवाद भयो यार
भोलि बिहान भेट्नु पर्यो मलाई म त्यही बिहेमा आइहाल्छ पुष्पा मिश्राको घर कहाँ हो के अझ आइपुग्दैन जग्गिया बनाएको भन्छ है पहेँलो कलरको के ढाक के भन्ने हो धरेको कि होइन जग्गिया बनाएर उयो पहेँलो कलरको भएको त्यो मन्दिरनिर भन्ने छ है मन्दिर चाहिँ अझ तल छ डार्लिङ मलाई उसको डार्लिङ कति टाढाको उयो जग्गिया त हेर बनाएको रहेछ है घर चाहिँ कहाँ हो त नि ल भोलि कतिको हो कि यो ए जग्गिया चाहिँ यता रहेछ साथीको गाह्रो हो यस्तो बनाएको हो कि यो मन्दिर पहिले बनाएको पहेँलो घर भन्नुभएको थियो है यो त हाम्रो फुपूको घर पनि आइसक्यो कि हाम्रो गाउँको फुपू हो कि पहेँलो घर भन्नुभयो मान्छेहरू बुढी आमाहरू बसेको हुन्छ उनीहरू अहिले हेर्नु सकेको छैन पनि घरको यही होला हौ पुष्पा मिश्राको घर सोध है हो जस्तो लाग्यो बिहे घरै हो फाइनल्ली गाइज यस्तो बिजोग पारा छ हाम्रो चाहिँ पुष्पा डार्लिङको घर साथै चाहिँ सरप्राइज दिनलाई रेडी भएर चाहिँ बसेको छु मेरो चाहिँ बिजोग छ पारा नमस्ते सरप्राइज दिने चक्करमा नमस्ते नमस्ते दिदी पनि भइसक्यो रहेछ सुन्नु न पुष्पा मिश्राको घर कता होला साथीको रियाक्सन यहाँ बिजोग भयो तिमी घर खोज्दा खोज्दा अब जाऊ है फ्रेन्ड्स रियुनियन भइरहेछ मलाई कसरी हेर्छ एकदमै राम्रो हामी त कति टाढा हो हामी त भ्लगमा हाल्छ क्या हो भ्लगमा नहाल्नु मलाई त लाज लाग्छ किन यस्तो राम्रो हुनुभयो हामी कहाँ पुग्यौँ आज हाम्रो मिसाउनु भयो ओल्डिङको मिसाउनु भयो हाम्रो ओल्डिङमा के प्रब्लम कस्तो लागिरहेछ ब्राइट टु बी अहिले भायोनेट हो भायोनेटको मिसाक्यो अहिले ओल्डिङ दामी लाग्दैछ ल साथीलाई फाइनल्ली भेट्यो यस्तो छ हाम्रो बिजोकमा बिजोक So our bride to be is really busy. यहाँ हुनुहुन्छ हाम्रो pretty ladies. मेरो भिडियो गर्नु मन छ मलाई
खै गाना बजाउनु न मैंने सजाया है मेहंदी लगा के रखना मेहंदी लगा तिमी नलाउने मेहन्दी Oh my goodness दामी आछ एउटा झ्यालेमाले एउटा नर्मल भयो भने फ्रेममा राख्न राम्रो देखिन्छ ठिकै छ पैसा त महँगै पर्यो के अब मालको नाम हजुर ओके सितारा त मन पर्दैन के मलाई त मेट्स टु ब्राइडमेट्स तपाईहरु बिहेमा पनि मलाई बोलाउनु ल म आउँछु जसरी पनि फर्स्ट फ्लाइटमा दमनबाट पुग्दै हैन एकदमै पढ्दै भए पनि आइपुगे भाबी साथीको बिहेमा लड्न चाहिँ लड्दैन धुलो र धुवा चाहिँ अनि कन्सल्ट गरेर आउनुपर्छ नि बाटो सजिलो चाहिँ पानी परेर है थियो बाटो सजिलो कहाँ ठाउँमा त्यस्तो चलेर बस्नु राम्रो हुँदैछ फाइनल्ली मेहन्दी सकिएर अब हामी यहाँ भिटामिन सी सेरम लाउँदै हो गाइज यसरी लाउँदा भिटामिन सी सेरम म देखाइदिन्छु तपाईहरु लाउनु भएको छैन भने लाउनु होला एकदम राम्रो हुन्छ राति दुलैको साथी दुलै हेरेको हेरे कहिले चाहिँ नाइट हुँदैछ भोलि मेकअप राम्रो बस्छ भनेर So good morning guys from दार्जिलिङ अनि यहाँको वेदर चाहिँ आज यस्तो छ यहाँ चाहिँ हाम्रो बेहुलीको साथी मण्डप के भन्छ यसलाई बेहुलीको टिका लगाउने भेनी सजाउँदै हुनुहुन्छ अनदर फ्रेन्ड यो चाहिँ उहाँको वेलकम टु आवर च्यानल गाइज यो चाहिँ मण्डप है यो चाहिँ मैले यस्तो धेरै बिङ अ गुरुङ यस्तो मण्डपको बिहा चाहिँ धेरै एक्सपिरियन्स गर्नुभएको छैन सो टुडे इज द डे एन्ड यो मण्डप सज्दैछ हाम्रो पण्डितजी सजाउँदै हुनुहुन्छ अनि हाम्रो यहाँनिर आउँछ दुला दुलैको टेबल मेरो मेहन्दी कस्तो छ कस्तो नराम्रो राम्रो देखियो नाम त नलेख्ने भयो अहिलेको चलन नाम लेख्नु होइन ऊ अगाडि नै दुर्गा र पुष्पा त्यहाँ छ त किन यहाँ लेख्नु पर्यो ए गेटमा छ त है यतातिर गाइस म जान्छु है ओके म गएर पुस गर्दै गर्छु है ल उहाँहरूको शुभ विवाहमा तपाईहरू सबैजनालाई स्वागत छ ए गाडीमा पनि लेख्नु भएको रहेछ टिपी भनेर साथीको बिहामा यतिको चाहिँ हुनुपर्छ ल गाइज वेट एक्सक्युज टिना फलाम भन्दै This is the place. यहाँ हुँदैछ हाम्रो मण्डप बिहा हुन्छ के चाहिँ गीतमा अनि त्यो ग्लास हातमा पाउने कि के अरे ए म पनि त जाउला रेलको के अरे पर्ख पर्ख मायालु भन्छ नि त्यसमा बिग्रेको कुकर बिग्रेको ब्याट्री सँग सिसाको ग्लास साट्नुहोस् आउनुहोस् त्यस्तै भन्दै हिँड्ने जस्तो देखिएको छ ओ माई गॉड I'm almost ready सबैजना रेडी हुँदै हुनुहुन्छ यतातिर It is already 11 AM and रेडी भएर अब चाहिँ हामी खाना खान जान लाग्यो है जन्ती चाहिँ आएको छैन वहाँ हो बिहे चाहिँ त्यहाँ मण्डप छ अनि यहाँ चाहिँ भतेर खाने ठाउँ भतेर भन्छ हाम्रोतिर त हेर्नु न तपाईँहरूकोतिर के भन्नुहुन्छ
साथीको बिहेको फर्स्ट लट चाहिँ जाँदैछ है। दनादन दिइराख्नु भएको छ साथीले। फर्स्ट गेस्ट होला हामी होइन। बाई, थ्याङ्क यू। लुक्स गुड। उहाँहरू चाहिँ हुनुहुन्छ हाम्रो पुष्पाजीको हुनुहुन्छ सिस्टर। जुत्ता लुकाएर कति माग्ने हो पैसा? लुकाउनुपर्छ। भाग्नुपर्छ भनेर। यहाँ चाहिँ अहिले हाम्रो फोटो सेसन चलिरहेको छ। यो चाहिँ दुलहीको घर। गेस्टहरू हुनुहुन्छ। अब चाहिँ हामी जाँदैछौँ खाना खाएर मण्डपतिर। भन्नुहोस् त भित्रको कपडा अड्किनु। हाम्रो यहाँनिर चाहिँ बेहुली रेडी भएर आइसक्नु भएको रहेछ। She's looking so pretty. I like it. पूजा चल्दैछ मण्डपतिर। वाद्यमार्ग मात्रेन पुनरात्मने शतमचरण पुष्पमुद्रा क्षणं समर्पयामि। ओम उमाय नमः। वायव्यम उत्तर र चाहिँ पश्चिमको बिचमा ओम रुक्मिण्यै नमः भनेर पुजार्ने। ओम रुक्मिण्यै आगच्छय वस्कर्मितावं सृष्टिरो भवतु प्रसन्न भवतु वरदो भव। वाद्यमार्ग मात्रेन पुनरात्मने शतमचरण पुष्पमुद्रा क्षणं समर्पयामि। उत्तरमा पूजा गर्ने। ओम उत्तरमा अनुसुयाय नमः भनेर पुजार्ने। अनुसुयाय आगच्छय वस्कर्मितावं। हाम्रो चाहिँ जन्ती यहाँनिर आइपुग्नु भइसकेको छ गाइस। अहिले हामी यहाँ दुलहीको घर जाँदैछौँ मण्डपबाट दुलहीलाई रेडी पार्नको लागि। दुर्गेशजी यहाँबाट आउँदै हुनुहुन्छ। ट्यालेन्टेड दुलही यस्तै साडी लगाउनै How excited are you? They're looking so pretty. Video भयो साथी तिम्रो गीत। दुलहीको भाइको हालको हाल यस्तो छ। उहाँ हुनुहुन्छ हाम्रो ब्राइड। खतरा देखेर। हेलो ह्यान्डसम। मेरो साडीसँग मैले यो अर्गन लगाएको थिएँ म। हाई हाई से हाई। ल यो यस्तो गर्देऊ न, यो खोलिराख्न पर्छ। यो पनि फेरि मोबाइल हो। त्यो राख्न मिल्छ कि तिमी अलगढी राख। टिकटक सेसन चलिरहेको अवस्था। चुराको उसको साडीको
पञ्चे बाजा बेहुलीको भित्रैमा I want someone to look at me the way he is looking. Hi. अब चाहिँ हामी दुलहीलाई दुलहा लिएर जाँदैछौँ। हावा चाहिँ कस्तो लाग्ने रहेछ यहाँनिर। कस्तो लाग्दैछ डार्लिङ? रमाइलो वे आइ गर्दैन भ्लगमा राजाको कभी उतार दूँ सिर्जना उता छ उताबाट बस्यो यता जाने बुवा
I don't know यो के रसम हो भनेको चाहिँ सायद जन्तीलाई होला यो खुवाउने। सालीज्यू जुत्ता लुकाइसक्नु भयो? अर्को साली यहाँ रिसाएर बस्नु भएको छ जुत्ता लुकाउन नपाएर। है पहिलाको यो चाहिँ पछि बनाएको हो यताको चाहिँ देउलीको बाँकी मानिँदैछ आफ्नै पुर्खाको घरबाट बिदे हुन पाएको छ। खाली छ बेहुली राख्ने कोठा अब जन्ती चाहिँ दुलैको घर अगाडि नाच्दै हुनुहुन्छ। हामी चाहिँ यहाँ दुलै लुकाएर बसेको छौँ। लुकी लुकी हेर्दै हुनुहुन्छ दुलैले। यसो हेर न लुकी लुकी यहाँ हुनुहुन्छ दुलहा चाहिँ।
स्वयंवरको लागि जाँदैछौँ दुलैलाई लिएर।
हुनुहुन्छ हाम्रो दुलहीको बाबा। जन्ती पर्साउने कार्यक्रम भइरहेको छ। यहाँ चाहिँ हाम्रो पैसा कलेक्सन कार्यक्रम भइरहेको छ गाइज। गेस्टहरूले चाहिँ अब पहिला जस्तो सबैले टिका लगाएर भ्याउँदैन नि त, त्यही भएर अहिले चाहिँ पेपरमा लेखेर दिनुहुन्छ। पैसा लिँदैछ। मगर हो छोटो यता गएर गर्नु गर्मी हाट भएर पनि गर्मी पनि छ, फेरि हावा पनि मजाको चल्दो रहेछ। यस्तो हो, बिहान निस्किँदा फेरि तातो कपडा निस्किन्छ, गर्मी हुन्छ, दिनको गर्मी हुन्छ, फेरि बेलुका पनि कपडा लगाइन्छ। त्यो पो छ त काठमाडौँमा त। बिर्सियो अन्यहरूलाई टाउकोमा लगाउनु भाइ, टाउकोमा भाइ। ताउलोको खाने बाहिर के Wait, ma'am, this is the color. I have another. बना सक्यो तिमीले? बना सक्यो? Oh my goodness.
तिम्रो पढ सबैभन्दा सानो सानो यता भइसक्यो हामीलाई राम्रो चिन्नु भएको आन्टी कसको छोरी भयो तिमीलाई भन्दा बढी किन हामी छोरी जस्तो लाग्यो क्या पानी हालिने रोन जस्तो भएको छ कि पानी रेडी गरे खोज्नु पर्छ
फोटो सेसन चल्दैछ क्यामेराम्यान देखो कितने सुंदर
Woo!
फाइनल्ली म्यारिड हो। खोजे मैले परालले भेटी लामो बजाउ मात्रै भन्नु पाँचपल्ट बजाउ फुपूहरूले चाहिँ बुढाको परिवारसँग गर्ने चलन छ है। यो चाहिँ हातलाई ओढेर डान्स भयो। फाइनली दुलाको घर आइपुग्यो। 25 भोलि लानु पर्यो नि।
कति धेरै भएछ धेरै भन्ने पैसा दुलाको घरमा भित्राएर फोटो सेसन चल्दैछ। ल गुड मर्निङ गाइज। अब चाहिँ हामी साथीको बिहे सकेर घरीमा मजाले बिहे बनाएर लाग्दैछौँ पोखरातर्फ। एन्ड टुडे इज ह्याप्पी होली। सो यो भिडियो आउँदा चाहिँ होली पनि सकिसकेको हुन्छ होला। ह्याप्पी होली एभ्रीवान। अनि यस्तै छ नेपालको बाटो। भ्यू चाहिँ यस्तो छ जङ्गल। ल है त सी यू।